हाई गाइस, हाम्रो यात्रा बनारससम्मको जोगमुनी टु बनारस। ल वेटिङ रुममा हामीले चिया खाएको, यहाँ के रमाइलो थियो, मटका चियाको स्वाद लिँदै बसिरहेछौँ। अब सबैजना रेडी, ट्रेन आइसक्यो। ट्रेनमा चढ्नलाई उत्साहित हुँदै जाँदैछौँ हामी ट्रेन चढ्नलाई। हामी दुईटी साथी चाहिँ अलिक पछाडि थियौँ नि त। अनि ट्रेनमा हामी एकै ठाउँ बसेको तीनजना। तल मेरो हस्बेन्ड पनि बस्नु भएको थियो। उहाँको चाहिँ खै खिचेर चाहिँ के हो, हामी घरि तल घरि माथि सरी बसिरहेको थियौँ। अनि बनारस पुगेर हामी अब गङ्गा नुहाउन जान तयारी। गङ्गा स्नानको लागि हामी पनि लाग्यौँ, झोलासोला बोकेर, झोलामा सामानहरू लुगाहरू बोकेर। ल गङ्गा स्नान गर्नुभन्दा अगाडि पहिला सङ्कल्प लिनुपर्छ अरे। गङ्गा छिर्नुभन्दा अगाडि हामी पनि सङ्कल्प गरेर अनि नुहाउन पसेको। ओहो, कति धेरै मान्छे त्यहाँ नुहाउने ठाउँमा, कति भिड थियो। हामी नुहाएर टिकासिका लगाइयो। अब यो चाहिँ हामी गएको दिनको कार्यक्रम पर्यो। यो दिन चाहिँ हामी नुहाइधुवाइ गरेर अनि जय शम्भु भनेर हामी मन्दिर दर्शनको लागि निस्किँदैछौँ। अब मन्दिरभित्र चाहिँ खिच्न नपाइने भएकोले गर्दाखेरि खासै भिडियो खिचिएन त्यतातिर बाटोमा। अनि बेलुका, अब यो हामी गएको दिनको बेलुका चाहिँ हामी गङ्गा आरती हेर्न जाँदैछौँ। गङ्गा आरतीको बेला बाटोमा जाँदा पान खाएको खै के पान, बनारसवालाहरू त्यहाँको फेमस पान मिठो हुँदो रहेछ। तर मिठा पान खाएको मैले चाहिँ एकदम मिठो लाग्यो मलाई। त्यहाँको गङ्गा आरतीको लागि सामग्री, गङ्गा पूजनको लागि हामी त्यहाँ गङ्गा पूजा नै गऱ्यौँ नि त। अनि आरतीमा हेर्नुहोस् कति भिड मान्छेको। ओहो, कति राम्रो दृश्य, त्यहाँ बस्दा कति आनन्द हुने, कति आनन्द। यो आरती गरेको बेला अगाडि बसेको थियौँ हामी पनि, कति आनन्द थियो, कति आनन्द, कति राम्रो थियो। अनि सबैजना भएर गङ्गा आरतीमा बेलुका रातिसम्म 8 बजीसम्म बस्यौँ। अनि हामी बुढाबुढी पनि कति आनन्द, त्यहीँनिर हामी हराउनु जस्तो नि त्यो आरतीमै। त्यसपछि अनि हामी रुम फर्किँदैछौँ। बुढाबुढी यसो हात समातेर हिँड्दै थियौँ हामी पनि बनारसको बजारमा। अनि हामी रुम पुगेर दिदीबहिनी है, हामी दुईजना, उताकी साथी, हामी तीनजना एउटै ड्रेस, झन्डै उस्तै दिदीबहिनीको त एउटै सेम ड्रेस लाएर हामी पनि राति नाइट सुट गरेको यो चाहिँ। ओके, बाई गाइज, हेभ अ गुड डे, इन्जोय।